हेलो हेलो साथीहरु नमस्ते। आज म गोदावरी आएको छु छोरासँग। हेर्नुस् मेरो छोरा म त्यहाँ बसिरहेछ। गर्मी गर्मी छ आज त मान्छे यति बिग्न छ गोदावरीमा भनेर साध्य छैन। तपाईहरुलाई पर हेर्नुस् है त मान्छेहरु कति छ भनेर। यति मान्छे छ भनेर साध्य छैन। हेर्नु पर पुरा कोही फोटो खिचिरहेको छ, कोही टिकटक बनाइरहेको छ। लु हेर्नुस् आजको नजारा गोदावरीको। मान्छेहरु हेर्नुस् होला। कोही के गर्दैछ, कोही हिँडिरहेको छ, कोही फोटो खिच्दैछ। मेरो छोरा त्यहाँ वाक्कै भएर बसिरहेको छ। यस्तै छ गोदावरी नजारा। यो ठाउँ चाहिँ दामी छ एकदम ग्रिनरी with flowers everywhere, greenery and flowers, so I like this place very much. त्यही भएर आज मन छोरा चाहिँ गोदावरी घुम्न आएको छौँ है। अझै भरे देखाउँछु तपाईहरुलाई कता कता जान्छन् है। पारी क्षितिजको नजाराहरू हेर्नुस् होला साथीहरु। यस्तो छ है, बादल लागिरहेछ, पानी पर्नु आँटेको जस्तो छ। यहाँ चाहिँ झ्याउकिरी हो कि के हो चेरेर कराइरहेछ। झ्याउकिरी भन्थे हाम्रो पहिला सायद त्यही कराएको होला यो रुखमा चाहिँ। उता चाहिँ यस्तो भइरहेछ कि पानी पर्नु लागेको छ। मान्छेहरू यतिकै छ, कोही आफ्नो आफ्नो धुनमा टिकटक बनाउने, टिकटक फोटो खिच्ने। फुलहरू त्यस्तै राम्रो छ यहाँ। यताको नजाराहरू हेर्नुहोस् होला। झ्याउकिरी कराएको छ ल। यस्तै छ है गोदावरीको नजारा आज। अब हामी चाहिँ माथि जाँदैछौँ उकालो माथि। त्यहाँदेखि यस्तो जाउँ त के रहेछ हेरौँ। यहाँ चाहिँ बोनसाई हाउस रहेछ। यो भित्र चाहिँ बोनसाई फुलहरूको रहेछ, बोनसाई गरेको यस्तो छ फ्लावरहरू। टक्क बोनसाई गरेको। अब यस्तो छ यता कालो जाने सिँढी भइहाल्यो। त्यो कता उता हामी अस्ति फुलबारी कता गएको। अब फुलबारीहरू हेर्न जाउँ है साथी। तपाईँहरूलाई पनि देखाउँछु आज। तर मान्छे एकदमै भिड भएकोले गर्दा अलिक डिस्टर्ब जस्तो छ। फुलहरू हेर्नुहोस् होला यस्तो दामी छ है। यतातिर पनि यस्तो फुलहरू राखेको छ। यतापट्टि के भन्छ असारे फुलहरू छ। यो मुनिको चाहिँ यस्तो फुल त मेरो पनि पर्दैन के भन्छ यो फुल है। यस्तै छ मान्छे एकदम भिड छ आज। असारे फुलहरू छ भइरहेको छ। यो भित्रै नर्सरी हो। भित्र पनि केहरू छ होला। अब हेर्नु त्यता चाहिँ नजाउँ। त्यो सनफ्लावरहरू यता पो त फुल गार्डन कताबाट जानु। गार्डन लाँदैछु है साथी तपाईँहरूलाई ल। अब हेर्नुहोस् होला गार्डन अलिकति बिस्तारै। बाटोहरू पनि एकदम स्लिपरी छ। चिप्लो छ। यस्तो रातो माटो छ ल। सनफ्लावर हेर्नु सनफ्लावर है। यस्तो दामी छ सनफ्लावर। अब एकछिन साथी हो तपाईँहरूलाई म बगानबेलिया देखाउँदैछु गोदावरीको। गोदावरी रिसोर्टको यति राम्रो छ। रिसोर्ट होइन, बोटानिकल गार्डन हो। त्यसमा यो फुल हेर्नुहोस् बगानबेलिया यस्तो दामी फुलेको छ कि भन्ने। देख्नुभयो यस्तो ग्रिनेरी छ चारैतिर। मेरो छोरा चाहिँ पर जाँदैछ अल्छी लागेर। अब हामी निस्किन आँटेको यो गार्डनबाट। यस्तो ग्रिनेरी छ। यति राम्रो ठाउँ छ कि मलाई यस्तो ग्रिनेरी मनपर्छ। त्यही भएर म यहाँ चाहिँ 3 पल्ट भइसक्यो आज समेत आएको। 5 बजी बन्द हो। निस्किनु भनेर पुरा भनिरहेको छ पर। मान्छेहरू त आज त टन्नै छ स्याटरडे भएर।
यो हेर्नुहोस् होला गोदावरीको रमणीय दृश्यहरू यस्तै छ। अब चाहिँ हामी यो गोदावरी बोटानिकल गार्डनलाई बाई बाई भनिन्छ। बाई बाई भन्छ। एकदमै फन गऱ्यौँ, एकदम ग्रेट फन। टुडे वी ह्याड अ ग्रेट फन, माई सन एन्ड मी। एकदमै मजा आयो। अन्त यी अब बाहिर निस्किँदैछौँ इन्ट्रान्सबाट। मान्छेहरू यस्तै छ, मान्छेको यस्तै धन्यवाद भनेको भनेछ। यसो हेर्नुहोस् होला, यस्तो दामी दामी छ बोटानिकल गार्डन। चारैतिर मान्छेहरू कोही फोटो खिच्दैछ, टिकटक बनाउँदैछ। यस्तै छ यहाँको वातावरण, एकदमै रमाइलो भइरहेछ। अब चाहिँ हामी निस्किँदैछौँ। काले दाइले सेल लाउनु हुँदैछ निस्किनु भनेर। अब चाहिँ हामी निस्केको साथी हो। न तपाईँहरूले पनि आज इन्जोय गर्नुभयो होला मेरो भ्लगबाट यो गोदावरी बोटानिकल गार्डनलाई हेरेर। एकदमै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। धेरै दिन बादमा बनाएको आज भ्लग। ल आज अब त्यति भन्दै हामी चाहिँ निस्केको।